तर हामीसँग आइडियाको कमी पो हो कि लाइक अब एउटाले चाहिँ क्लोथिङ ब्रान्ड भनेर एउटा टी-सर्ट प्रिन्ट गरेर बेच्नु थाल्छ। फेरि सबैजना उसकै पछि फेरि अर्कोले एउटा आमाको अचार भनेर खोज्छ, फेरि अर्कोले होइन बाउको अचार, मामाको अचार। त्यस्तै भएर हामीसँग आइडियाको कमी पो भइरहेको हो कि। यो हुनसक्छ एन्टरप्रेन्योरसिप गर्ने चाहिँ दिमागको खेल हो यो। मनी मेकिङ भनेको यो कुनै खालि नोट प्रिन्ट गर्ने मात्रै कुरा होइन। जति नोट प्रिन्ट गरे पनि फरक पर्दैन, होइन? यो चाहिँ आइडिया हो, यो इनोभेसन हो। हामीले मार्केटलाई जति खुल्ला छोडिदिन्छौँ त्यत्तिकै इनोभेसन हुन्छ। हामीले के गर्यौँ भने मार्केटलाई सरकारमा बसेका मानिसहरूको अनुकूलमा व्यवसाय चल्नुपर्छ भन्ने माइन्डसेट हाम्रो रहिरह्यो। त्यसैले हामीले प्लान्ड इकोनोमी चलायौँ। यो प्लान्ड इकोनोमीको नीतिले के गर्छ भने सरकारमा बस्ने मान्छेले जे सही सोच्छन् त्यो चाहिँ गर्न पाइन्छ, ती बाहेक उब्लु गर्न पाइँदैन। त्यसो गर्दाखेरि सीमित मान्छे चाहिँ त्यो सरकारको नीतिमा फिट भए र ठुलो सङ्ख्या चाहिँ त्यसमा नीतिमा फिट भएन। उदाहरणको लागि